वर्षयाममा बागमती खोला थामिन सक्नुहुन्छ। बस्ती जमिनलाई धेरै क्षति पुर्याउँछ। तर हिउँदमा भने यही खोला बगर मकैको बोटले हरियै देखिन्छ। बागमती नदी किनारको बगरमा 2057 सालदेखि स्थानीयवासीले मकै खेती गर्दै आएका छन्। बागमती गाउँपालिका बगेरीका तिलक माझी बगरमा मकै लगाउने पहिलो कृषक हुन्। उनले खोला छेउको कट्टामा मकै पिन्दै गर्दा झरेको बिउ कट्टाको वरिपरि उम्लिएर हरियो भएको देखेपछि मकै खेती गर्न प्रेरित भएका थिए र अहिले औसत 3 किलोमिटर चौडा र 20 किलोमिटर लामो क्षेत्रफलको नदी क्षेत्रमा किसानहरूले मकै खेती गर्दै आइरहेका छन्। काठमाडौँको ढल मिसिएको लेदो बगरमा आएर मलको काम गर्ने रहेछ। साथै यहाँ हातले पन्छाउन नसकिने ठुला ढुङ्गाहरू पनि हुन्छन् र किसानहरूले बगरमा खनजोत गर्दैनन्, मल पनि हाल्दैनन्, तर उत्पादन भने खेतबारीको मकैभन्दा धेरै हुने रहेछ। नाम के होला? बगरको त सीमा हुँदैन। हजुरहरूले चाहिँ कसरी छुट्याउनु भएको छ त? सीमा त हुँदैन। सिन्धुली र मकवानपुरको साथीहरूको अब पहिलादेखि नै यसो बाँडेर होइन, जस्तै अब एउटा ठुलै यस्तो प्लोट बस्यो भने बस्यो भन्नाले जस्तै खोलाले राख्यो पानी लाग्ने ठाउँमा रो बसेन भने उहाँहरूसँग लिने र मिलेर लगाउने। फेरि हाम्रो धेरै बस्यो उहाँहरूको बसेन भने पनि हामीले फेरि उहाँहरूलाई नै खेती गर्नलाई चाहिँ सामत गर्ने। खेतबारीको भन्दा चाहिँ यहाँ अलि राम्रो उत्पादन, एकदम राम्रो, धेरै धेरै राम्रो, टेपरै राम्रो हुन्छ। यस्तो हुन्छ नि त, काठमाडौँतिर प्राय विभिन्न किसिमको ढलहरू मिसाएको हुन्छ। जस्तै युरियाको काम गर्छ कि एकदम फलाइ हेर्दा नि हेर्नु, यो अब एउटै बोट खाली हुँदैन, यो कुहिँदैन 2-3 ठाउँ मकै लगाएको छ। 15-20 क्विन्टल जति मकै बेच्न सकिन्छ। बगरमा माटो हुँदैन, ढुङ्गा र बालुवा मात्र हुने हुँदा 1-2 दिन पनि पानी टुटायो भने मकै मर्न सक्छ। त्यसैले यसको जराहरू भिजिराख्न पर्छ र यहाँ निरन्तर पानी भित्रै मकै उत्पादन हुने हुँदा यसलाई पानी मकै पनि भनिँदो रहेछ। कसरी निकाल्नु के भाँच्दिने? यसरी मैले पनि निकाल्छु। त्यहाँ राखिदिने कति गाह्रो हुने रहेछ। गाउँलेहरू बैठक बसेर आआफ्नो क्षेत्रमा पर्ने नदी किनारको ठाउँ भाग लगाउँछन्। हरेक वर्ष कार्तिक मङ्सिर लागेपछि सामूहिक वा व्यक्तिगत रूपमा बगरमा मकै छर्छन्। कुलो लगाएर पानी लगाएपछि त्यसैबाट मलजल हुन्छ, मकै सप्रन्छ र सिधै चैत वैशाखमा मकै पाकेपछि भित्राइन्छ। पहिले मरुभूमि जस्तै रहेको बागमती बगरमा मकै खेतीले गर्दा यस क्षेत्रको आर्थिक प्रगतिमा धेरै मद्दत पुगेको छ।